सो हेलो नमस्ते गुड मर्निङ फ्रम द टप अफ द ओल्ड भन्न मिल्दैन। आज इन्डियामा छु है। सो हजुरहरूलाई थाहा नै छ, हिजो हामीले भिसा स्टाम्प नगरिकन इन्डियाबाट भुटान छिर्न लाग्थ्यो। सो त्यो मिस्टेक भएर फेरि हामी ब्याक टु अगेन नेपाल छिर्छौँ। नेपाल छिरेर फेरि नेपालबाट इमिग्रेसनबाट एक्जिट भएर इन्डियामा इन्ट्री हानेर फेरि इन्डियाको भुटान जाने ठाउँमा एक्जिट गरेर फेरि भुटान छिर्नेछौँ। सो त्यसको लागि प्रोसेसिङ लाग्यो। सिधै प्लेनमा आउनु अरे यो भाइले भने चाहिँ। सो प्लेनमा आयो भने प्लेनमा चाहिँ वहीँ चाहिँ अटोमेटिकली स्ट्याम्प लगाइदिन्छ नि, त्यही भएर सजिलो भयो। हामी बाहिरबाट आयो भने चाहिँ त्यस्तो गर्नुपर्छ अरे हामीलाई नि के त है। सो अब के कस्तो त्यहाँ कति टाइम लाग्छ त्यहीँ गएर हेरौँला। अब चिया भन्दा आज हेर्ने नि होइन, रोक्ने होइन। आज सिधा हामी अब यहाँबाट ठिक हिजोको बोर्डर भट्टामा आएको छौँ। हजुर नेपाल गएर छाप लाएर आउनु पर्ने भयो कि हिजो फर्केर फेरि फर्केर आयो कि दुःख पाएँ। यहाँ हामी स्ट्याम्प लगाउँछौँ, त्यहाँ शस्त्र विधाको सबै छ है। उहाँहरू बसेको छ। अब यहाँबाट फेरि नेपाल छिर्ने अनि फेरि आउने तपाईँको हामी हिँड्दै जाने हो भने। सो अगाडि शस्त्रको चेकिङ भइरहेको छ। अब हिँड्दै जाँदा चेकिङ गर्छ र हामीलाई। सो यहाँ चाहिँ यसरी गाडीहरू चेक गर्दो रहेछ। हिँड्ने कि हिँडेर जाने कि के नि, नचढ्ने फ्रीमा नि नचढ्ने होइन, नजाने भनिएर क्या पक्नु यसो दिमाग लाउनुपर्छ। हामी इमिग्रेसन गरेर यहीँ लिएर आउने हो हामी आउने। सो हामी फेरि नेपाल आयौँ। नेपालले हामीलाई चाहिँ साथ छोडेको छैन। हजुर इमिग्रेसनमा चाहिँ स्ट्याम्प लगाउनलाई लाइक डिपार्चर गर्न आउँदाखेरि चाहिँ एकदम प्रिपेयर भएर इन्भिटेसन लेटरमा आफ्नो नाम पासपोर्ट नम्बर मेन्सन गरेर कम्पनी मेन्सन गरेर अथवा फुल्ली प्रिपेयर भएर आउनु, नभए बुझेर सोधपुछ गरेर आउनु होला, न त दुःख पाउनुहुन्छ है। एकदम गाह्रो छ गाइज है। सो अब हामीले नेपालमा इमिग्रेसनमा स्ट्याम्प चाहिँ लगायौँ। अब यसपछि चाहिँ अब यहाँ पारी जान्छौँ इन्डियामा नै लगाउने हो होइन। अब त्यहाँ भिडियो गरिदिउँ, त्यसपछि सकिन्छ नि हामी भुटान जान्छौँ। भुटानमा नि अब त्यो भुटानको के कस्तो रुल छ त्यो त्यहीँ गएपछि भनौँला है। सो गाइज हामी इन्डियाबाट छिरौँ। अब इन्डियाको इमिग्रेसनमा स्ट्याम्प लगाउँछौँ हेराबल भनेर। सो यता पछाडि चाहिँ शस्त्रहरूले सेक्युरिटी बोर्डर सेक्युरिटी चेकिङ भयो। अब यहाँबाट क्लियर गरेर हामी गाडी चढेर इमिग्रेसनकोमा स्ट्याम्प लगाउँछौँ। सो हजुरहरूलाई देखाउँछु म होइन। अनि त्यसपछि चाहिँ निस्किन्छौँ यहाँबाट गाइज। नेपालको यसरी हाल्यो। सो इन्डियाको भर्खरै हाने हामी इन्डियाको यहाँ गेटमा छौँ। इमिग्रेसन अफिस चाहिँ यता छ ठ्याक्कै, हजुर देख्नुहुन्छ स्ट्याम्प लगाइदियो। अब लगाएर यहाँबाट सिधै अब त्यो हिजोको ठाउँमा जाने हो, भुटानको र इन्डियाको इमिग्रेसन अगाडि ठ्याक्कै। अनि इन्डियामा चाहिँ हामी अब डिपार्चर गर्छौँ। अनि त्यसपछि सिधै भुटान इन्ट्री गर्छौँ गाइज। एकदम इन्डियन गभर्मेन्ट हुन्छ नि इमिग्रेसन अफिसरहरू चाहिँ लास्टै रुट टाइपको छन् है। थर्काइ बोलायो कि बोलिने त्यस्तो थाहा थिएन होइन उनीहरूको शैली नै। अब ठिक छ केही छैन। अब यहाँबाट हामी निस्किन्छौँ गाइज। लाइरिङहरू किराँतीहरूको नि हुन्छ क्या। हाम्रो चाहिँ अब पुल त हुन्छ, पुल चाहिँ हाम्रो कस्तो हुन्छ नि त्यो। धन्यवाद। ड्याड व्यापारी हुने भए चाहिँ इन्डियन र चाइनिज चाहिँ सिक्नै पर्यो। इङ्ग्लिस यो घर हाउसिङको लागि बनाएको युजमा नआएको क्या। भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी बुझ्नु पर्ने नत्र इन्डियामा मान्छेले घर कसैको छोड्छ भने भाइ दाइ। इमिग्रेसन अफिस यहाँ छ, यहाँबाट यहाँभित्र ठ्याक्कै छिरेको। हेलो नमस्ते, हामी ब्याक अगेन है। हामी भुटानको नजिक छौँ। अलिक खुला होइन है नमस्ते, खुला होइन। सुन्नु न फेरि 1 बजी ब्रेक टाइम भएन नि होइन। ठिक छ हिजो आएको थियो नि त बिर्सेर। सो अब नमस्ते सर। सो हामी इन्डियाबाट चाहिँ टक्क निस्क्यौँ यसरी स्ट्याम्प लगायो यहाँभित्रबाट।
सो अब यहाँबाट निस्केर भुटान छेड्छौँ गाइज यहाँबाट निस्किने इमिग्रेसन अफिस भयो अब निस्किन्छौँ यहाँबाट इमिग्रेसनको छाप पनि भयो अब यहाँबाट निस्किन्छौँ खानासाना खान्छौँ अनि भुटान वी आर कमिङ गाइज बल्ल बल्ल एकदम लाइफको एकदम हामी सबैजना एकदम खुसी छौँ सबैजना खुसी भएर फर्केका छन् हाम्रा ग्याङहरू अब खानासाना खाने हामी खानासाना खायौँ है अब ठ्याक्क हामी भुटानको इमिग्रेसनमा छिर्न लाग्छौँ सो यहाँ चाहिँ इन्डियन यहाँ इन्डियन इमिग्रेसन छ यहाँ गएर अनि जाउँला सो गाइज हामीले चाहिँ उता इमिग्रेसन चेकिङ भयो भोलि चाहिँ अब यहाँ दिदी हामी पोका लिएर गएर छौँ सो यहाँको कल्चर हेर्नु यस्तो राम्रो छ है इन्ट्री पनि हेर्नु फेरि खिच्दा गाडी गर्ने होला इमिग्रेसन देखाइरहेको छ हामी यहाँ जान्छौँ नो लेट फोर गर्नु मिल्दैन यो चाहिँ जेनरल इन्ट्री भइसक्यो इन्ट्री ठाउँ रहेछ यहाँ हेर्न सक्नुहुन्छ इन्ट्री यसरी गर्ने रहेछ हामी चाहिँ अब एकचोटि यहाँ जाने हो यहाँ चाहिँ हामीलाई गाडीहरूले पिकअप गर्न आएको छ अनि यसरी जाने हो नो इन्ट्री भनेको छ सो अब यहाँबाट भुटान छिरेछ है गाइज भुटान इन्ट्री गरिसकेको छौँ अब हामीलाई यहाँ गाडी आउँछ यो दाइको अनि चढेर भुटान कति घन्टामा पुग्छ दाइ हामी अब थिम्पू 3 बज्यो 4 बजे छ 8:30 ठिक छ 8:30मा पुग्छ अब जे जस्तो हुन्छ बाटोमा देखाउने अनि होटल जाने आज रेस्ट गर्ने हो पसिनै पसिना काले काले भएको छु इन्डियाबाट आए जस्तो के हो हाम्रो भुटानको स्टुडेन्टहरूको ड्रेस यस्तो रहेछ है यस्तो छ है सो लेडिजहरूको त्यस्तो ड्रेस रहेछ पब्लिकलाई चाहिँ एकदम सेटिस्फ्याक्सन छ है भुटानमा ट्याक्सहरू सबै इन्डियामा गएर उपचार गर्दाखेरि पनि सबै अनि 5-6 लाखसम्म पैसा दिन्छ अरे गभर्मेन्टले है बच्चाबाट बुढा भइन्जेलसम्म फ्री रहेछ एजुकेसन पढिन्जेल फ्री अनि मेडिकल फ्री अनि खानालाई त छोराछोरीले पारिहाल्छ मेन चाहिने भनेको के अरे बुढाबुढीमा त मेडिकल फ्री हो नि त दबाई सबै सब फ्री हो है सानसानो उपचार सबै लिमिटेड हुन्छ कि जति लाखको नि हुन्छ उपचार नै मेडिकल जो बिरामीहरू हुन्छ नि मेडिकलहरू त अहिलेसम्म दिन्छ लिमिटेड किन्नेहरू चाहिँ किन्नु पर्दैछ र अब किन्नु पाउँदैन नि त बाहिरबाट हो अब हामी डोनेसन माग्छ नि डोनेसन त एकछिनमा पुग्छ नि ए यो गभर्मेन्टबाट मिल्छ कि यो पब्लिकबाट पाउँछ डोनेसन पाइहाल्छ ए राम्रो रहेछ है सो गाइज हामी चाहिँ यहाँ टक्क पुलिसको चेकपोस्टमा छौँ अब यहाँ पनि एउटा इन्ट्री गर्नुपर्ने रहेछ यसरी हेर्नु त सो यहाँ चाहिँ अब हामी कतिजना कुन गाडीमा चढेको भनेर यहाँ इन्ट्री गरेर अनि बल्ल माथि लाग्छौँ बोर्डर चाहिँ क्लियर भइसक्यो अब यहाँ इन्ट्री क्लियर गर्छौँ पुलिस फोर्स अथवा मिलिट्री फोर्सबाट अनि गाडी कुन गाडीमा चढेको भनेर इन्ट्री गरेर अनि बल्ल हामी यहाँबाट निस्किन्छौँ गाइज एकदम टायर्ड भएको छौँ के कस्तो छ ठिकै छ भुटान आएको एकदम रमाइलो खुसी लागेको छ एक्साइटमेन्ट त्यस्तै छ सो टायर्डनेस चाहिँ बबाल छ गाइज भुटानमा अलमोस्ट नेपाली ल्याङ्ग्वेज बढी चल्छ नेपाली नै छन् प्राय मान्छेहरू 7 लाख पपुलेसन भनेको छ 8 लाखसम्म बट हजुरको छेत्री बाहुन गुरुङ मगर अनि भुटानिस चाहिँ थोरै पर्सेन्टको रहेछ अरू सब कास्टको नेपालमा जे छ सबै पाइन्छ यहाँ अनि त्यही हो मोस्टली बोल्ने भनेको नेपाली ल्याङ्ग्वेज अनि अलिअलि हिन्दी ल्याङ्ग्वेज बढी चल्दो रहेछ त्यही हो गाइज अब यिनीहरू यहाँ सोधपुछ गर्न इन्ट्री गर्न आएको छ गाडीमा अब यति छिर्छन् यहाँ पुलिसले यसरी छाप हानिदिएको छ इन्ट्री हो क्या यो चाहिँ सो यहाँ चाहिँ पुलिसहरूको स्टाम्प हान्दैछ अलिक चेकपोस्टबाट यहाँ चाहिँ अब टक्क यो हाम्रो भिसा कपीमा चाहिँ उनीहरूले स्टाम्प हानिदिएको छ है भिसा पेपरमा सो यो चाहिँ चेकपोस्ट भयो अब यहाँबाट हामी माथि जान्छौँ चेक काहीँ हुँदैन फर्किँदाखेरि पनि एकचोटि यहाँ यसमा इन्ट्री गरेर एक्जिट के अरे यहाँ आएर एक्जिट गरेर अनि मलाई जाने रहेछ यहाँबाट चाहिँ ठिकै छ गाइज अब बाई रोड गर्दा के गर्नुपर्छ ठिकै छ केही छैन कस्तो गर्नुपर्छ सबै थाहा भयो नि त हजुरहरूलाई बाई रोड के बाई रोडबाट आउँदाखेरि हजुरहरूले के कस्तो दुःख कष्ट सबै कुराहरूको नियम रुल्स एन्ड रेगुलेसन नियमहरू सबै कुरा थाहा पाउनु भयो होला र म जे जस्तो छ हजुरहरूलाई बताउन इन्फर्मेसन हजुर सेयर गर्छु हजुरलाई चाहिँ यो त हाइब्रिज रहेछ यत्तिकै बनाइदिएको रहेछ है खतरा बनाएर
त्यो थियो हाम्रो भाइ। हाम्रो देशमा धेरै भ्रष्टाचार यहाँ भुटान हेर्न आउनुपर्ने नेताहरू कसरी बनाउनु पर्ने देश भनेर देशलाई कसरी डेभलप गर्नुपर्छ भनेर एकचोटि हेर्न आउनु भुटान भिजिट गर्नु होला। आएको हो नि त पहिला नेताहरू, ऋषि धमाला त आएको थियो, अझै बिना भिसा आएको थियो। आयो माथि टन्न खायो फर्केर गयो नि हो त्यो चाहिँ हो। भुटान भिजिटमा आएको थियो क्या आउनु पर्यो कि यिनीहरू होइन हामी जस्तै। कसरी घुम्दो रहेछ कसरी डेभलप गर्दो रहेछ आएर फेरि बाई रोड आइज भन्ने भुटानमा आफ्नै कल्चर, आफ्नै सङ्गीत र आफ्नै म्युजिकहरू रहेछ। हेर्नुहोस्, सुन्न सक्नुहुन्छ। तपाईँहरू मन्दिरमा गयो यो सी लेभलबाट कति हाइटमा हो त? नै यो हामी अहिले हाइटमा छौँ नि, कति मिटर हाइटमा हौँ कि? 2500 3000 अनि त्यस्तोमा नि कस्तो चिसो त यार। त्यो त हुँदैन। नत्र तपाईँको काठमाडौँ 1600 हाइटमा हो नि त अब सी लेभलबाट। तर चिसो चाहिँ रहेछ। वाह कस्तो राम्रो घरहरू पनि सही लो बोना रे भुटान कति क्षेत्रफल छ? क्षेत्रफल क्या स्क्वायर किलोमिटर कतिमा फैलेको छ भुटान? 39,000 किलोमिटर। 39,000 स्क्वायर किलोमिटर। ठिकै हो। भर्खरै पुलिसबाट इन्ट्री गर यहाँ फेरि एक्जिट गर्ने र कतिचोटि ओरादोर गर्ने अरे हँदै किन इन्ट्री गर्नुपर्ने फेरि? इन्ट्री अघि भर्खर इन्ट्री गरेर एक्जिट गर्नुपर्छ। फर्किँदा नि गर्नुपर्छ। फर्किँदा यता गर्नु उनी गर्नुपर्छ। यस्तो नि है हामीलाई त्यत्रो इमिग्रेसनमा त्यत्रो इन्ट्री हानेर आउँदा पनि आउनुपर्छ। यस्तो कडा क्या फ्लाइटमा आउँदा बरु सजिलो रहेछ है। फेरि गर्नुपर्छ दुःख मात्र लास्टै थका लगाइरहेछ। सो हाम्रो थाई के अरे भुटानमा नि बिवाइडी ट्राफिक लाइट नराखेको कि नगरे भने त ए मान्छे चाहिँ छ ट्राफिक पुलिस चाहिँ छ। ट्राफिक पुलिसले काट्नु गर्छ माथि। ए ठिक छ होटेल हो कि पुल हो यो? हामी बल्ल बल्ल गरेर हामी भुटान आयो। भुटानको अब यो होटेलमा बसिरहेको छौँ गाइज है। सो आज हामी यहीँ बस्छौँ। भोलि चाहिँ इन्स्टल सुरु हुन्छ हाम्रो। अरू कुरा सब भोलिलाई कन्टिन्यू गरौँला। अहिलेलाई टिल सो गाइज टिल अहिलेलाई बाई बाई सी यू। ओके बाई बाई। The next day. सो हेलो एन्ड नमस्ते फ्रम भुटान गाइज। सो बिहान सनराइज भएको छ, हेर्न सक्नुहुन्छ यति राम्रो भ्यू छ भुटानको। सो हजुरहरूले उता रोडहरू देख्न सक्नुहुन्छ अब त्यो सिटी बस होला है। सो म चाहिँ टक्क यो होटेलको हाइटमा छु, यत्रो हाइट बिल्डिङमा छु है, 4 तला 5 तलामा। सो हजुर तल देख्न सक्नुहुन्छ यस्तो छ। सो अब आज हामी हाम्रो फेयरमा जान्छौँ, हाम्रो स्टलमा। सो अब के कस्तो हुन्छ विल सो यु ओके देयर। सो गाइज किप वाचिङ होला नि है। हाम्रो भुटानको ट्राफिक सर हुनुहुन्छ कस्तो मजाले। लाइट चाहिँ छैन, त्यस मान्छे ट्राफिकले नै गर्ने रहेछ। राख्नु त पर्ने है। आफ्नै पपुलेसन धेरै छैन, आफ्नै सिस्टम मिलाउने हो नि त है। पुलिस सरहरूको चाहिँ गाडी यस्तो रहेछ, बोल्छ बाइकमा। मान्छेहरू आइरहनु भएको छ।
अब म चाहिँ एकछिन यहाँ सामान लिन यता मार्केट आएको छु गाइस। सो फेयरमा सामान हाल्दैछौँ, हजुरलाई म देखाउँदैछु। अब भ्याइ नै भ्याइ छ। सो आज भिडियो कन्टिन्यू होला। सो गाइस सी यु टुमारो। के कस्तो छ इन्स्टलहरू फेयरहरूमा है म देखाउँछु। सो यसरी लगाएर हामी जाँदैछौँ। क्लोजअप भयो सबैको यसरी हामी इन्स्टल चाहिँ बन्द हुने गरेको छ। सो यसरी भएर हामी यसरी निस्किरहेका छौँ गाइस। So cool!